नमस्कार। आज विनिमय अधिकार पत्र ऐन 2034 संशोधन 2082 को आधारमा चेक बाउन्स सम्बन्धी कुरा तपाईसँग गर्दैछु। अथवा चेक बाउन्स के हो, चेक्स बाउन्सको बारेमा के जानकारी दिलाउन सकिन्छ, चेक्स बाउन्सको बारेमा के जानकारी लिनुपर्ने हुन्छ, चेक बाउन्सलाई कसरी कानुन सम्मत रूपमा चाहिँ काम हुन्छ, यो प्रहरीबाट चल्छ कि सिधै अदालतमा गएर मुद्दा राख्न सकिन्छ कि, त्यसको बारेमा जानकारी गराउँछु। सबभन्दा पहिले विनिमय अधिकार पत्र ऐन 2034 नेपालको चेक प्रतिज्ञा पत्र अथवा विनिमय पत्र बिल अफ एक्सचेन्ज, प्रमिसरी नोट, चेक अथवा ड्राफ्ट लगायतका वित्तीय लेखहरूको प्रयोग, हस्तान्तरण, भुक्तानी अथवा अनादर अथवा डिसनर सम्बन्धी कानुनी विषय चाहिँ चेकसँग जोडिन्छ। अथवा प्रतिज्ञा पत्र, चेक, विनिमय पत्र, ड्राफ्ट लगायतका वित्तीय कुराहरू कसरी हस्तान्तरण हुन्छन्, भुक्तानी कसरी हुन्छन्, अनादर कसरी हुन्छन्, त्यस सम्बन्धी कानुनी प्रक्रिया के छन् र यसका उद्देश्यहरू के हो, तपाईहरुले जान्न चाहनुभएको थियो। जान्न चाहनुहुने साथीहरूको लागि यो बनाइदिएको छु। सबभन्दा पहिले यो ऐनको उद्देश्य के हो त? चेक बाउन्स सम्बन्धी, विनिमय पत्र अधिकार ऐन सम्बन्धी, ड्राफ्ट सम्बन्धी, प्रतिज्ञा पत्र सम्बन्धी, बिल अफ एक्सचेन्ज सम्बन्धीको कुराहरू चाहिँ यसका उद्देश्य के हुन् त भन्दा ब्याङ्किङ प्रणाली मार्फत पैसा कारोबार गर्दाखेरि शुद्धता र जे प्रयोजनको लागि काम गर्न खोजेको त्यो प्रयोजनको लागि होस् भनेर चाहिँ ब्याङ्किङ कारोबारलाई सुरक्षित बनाउने, चेक तथा अन्य विनिमय अधिकार पत्रको कानुनी मान्यतालाई सुनिश्चित गर्ने र अधिकार र दायित्वलाई स्पष्ट पार्ने, अनादर डिसनर भएमा कानुनी उपचार खोज्ने विषय चाहिँ चेक अनादरसँगको अथवा यो विनिमय पत्र अधिकार ऐन सम्बन्धीको विषय हो। अब यस ऐन अन्तर्गत चेक, प्रतिज्ञा पत्र, बिल अफ एक्सचेन्ज, विनिमय पत्र, ड्राफ्ट साथै ड्राफ्ट, ड्रई, धारक, दरपीठ सम्बन्धीका कुराहरू, इन्डोर्समेन्टका कुराहरू, हृतपूर्वक धारकले प्राप्त गरेको हो होइन, प्राप्त गर्ने अवस्था छ छैन भन्ने कुराहरू पनि आउँछन्। त्यसो हो भने अब सबभन्दा पहिले चेकको कुरा गरौँ। चेक भनेको के हो त? कुनै ब्याङ्कलाई तुरुन्त रकम भुक्तानी गर्न दिएको लिखित आदेशलाई चेक भनिन्छ। यो चाहिँ विनिमय अधिकार पत्र ऐन 2034 ले के भन्छ भने कुनै ब्याङ्कलाई तुरुन्त रकम भुक्तानी गर्न दिएको लिखित आदेश नै चेक हो। अथवा हामीले ब्याङ्कमा पैसा राखेका छौँ, ब्याङ्कले हामीलाई चेक दिएको छ, हाम्रो पैसा चाहिँ यो चेक मार्फत काटेर मैले दिएको छु, तिमीले तुरुन्त जम्मा गरिदेऊ है, जसले माग्ना उसलाई देऊ है भनेर चाहिँ सही गरेर औँठा छाप गरेर, औँठा छाप भनेको चाहिँ जसले सही गर्न सक्नुहुन्न उहाँहरूको लागि गरेर दिएको अवस्था रहेछ भने त्यसलाई चेक भनिन्छ। अब चेक होल्डर, धारक भने चाहिँ को हो त भन्दाखेरि धारक भनेको रकम माग्न सक्छ, अर्को व्यक्तिलाई हस्तान्तरण गर्न सक्छ र आवश्यक परे मुद्दा दायर गर्न सक्छ। भनेको धारक भनेको चाहिँ जसले चेक काटेर पैसा माग्न सक्छ, अर्को व्यक्तिलाई पैसा लैजाऊ भनेर दिन सक्छ, अथवा आवश्यक मुद्दा परेको गरेर चाहिँ त्यसमा इस्यु भयो, लिगल्ली सेटलमेन्ट भएन भने त्यसलाई चाहिँ मुद्दा गरेर आफ्नो अधिकार लिन सक्छन्, ऊ धारक हो। पक्षको दायित्व के त त्यसो भने यो पक्षको दायित्व चाहिँ यिनले विभिन्न व्यक्तिको जिम्मेवारी लिएर छ। ड्रर, ड्रई, ब्याङ्क, दरपीठ गर्ने व्यक्ति र प्रतिज्ञा पत्र लिने व्यक्तिको कुराहरू गर्छ। यी चाहिँ पक्षहरू, पार्टीहरूको कुराहरू भयो। अब चेक हस्तान्तरण चाहिँ यो चेक भनेको चाहिँ हस्तान्तरण गर्न सक्ने, एकले अर्कालाई नेगोसिएसन अथवा वितरण दिन सक्ने भएको हुनाले हस्तान्तरण गर्न सकिने, दरपीठ गर्न सकिने, विशेष अवस्थामा त हुन्छ काम गर्न सकिन्छ। साथै भुक्तानी गर्न सकिने, ब्याङ्कमाबाट प्रस्तुत गर्ने बित्तिकै भुक्तानी दिन सकिने, सही व्यक्तिलाई भुक्तानी गर्न पर्ने ब्याङ्कको दायित्व हुने र हृतपूर्वक भुक्तानी भए दायित्व समाप्त हुने कुराको उल्लेख गरेको हुन्छ। चेक प्रस्तुत गर्ने समय चाहिँ चेक ड्राफ्ट ब्याङ्कमा 6 महिनाभित्र प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। अथवा ब्याङ्कमा भुक्तान गर्न त्यस पछाडि गरेपछि ब्याङ्कले भुक्तानी नगर्ने कुराको अथवा बाध्य नहुने कुराको पनि उल्लेख गर्छ। यो चाहिँ विनिमय अधिकार पत्र ऐन 2034 ले भन्छ। अब चेक अनादर चाहिँ के हुन्छ त? हामीले मुख्य विषय चाहिँ चेक अनादरको चाहिँ मुख्य कुरा चाहिँ के हो भने रकम अभाव भएमा, भुक्तानी अस्वीकार गरेमा, अन्य कुनै कानुनी कारणले भुक्तानी नभएको चेक अनादर भएको मानिनेछ। अथवा चेक अनादर हुन चाहिँ रकम हुनु भएन, रकम
अपुग भयो भने भुक्तानी दिन अस्वीकार, चेकमा सही मिलेन अथवा केही इस्यु आयो भने, अनि कुनै कारणबाट चाहिँ चेक रोकिएको रहेछ भने त्यस्तो अवस्थामा चाहिँ चेक अनादर भएको मानिनेछ। र त्यो अनादरको सूचना चाहिँ अनादर भएपछि पक्षलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ भने कुन अवस्थामा उल्लेख भएको ऐनले व्यवस्था गरेअनुसार चाहिँ त्यो गर्न सकिन्छ। अब चेकलाई चाहिँ हामीले 2-3 किसिमले हेर्न सक्छौँ। सबभन्दा पहिले रेखाङ्कित चेक हेर्नु पऱ्यो, विशेष रेखाङ्कित चेकहरू पऱ्यो, एकाउन्ट पेई चेकहरू, यी प्रकारका चेकहरू हुन्छन्। ती चेकलाई चाहिँ अब यो 2082 सालमा चाहिँ चेक अनादर सम्बन्धी कसुर सजाय सम्बन्धी कुरा उठेको थियो। कसुर सजाय सम्बन्धी कुरा चाहिँ एकचोटि अदालतबाट डाइरेक्ट अदालत गएर पनि मुद्दा दर्ता गर्न सकिने र प्रहरी मार्फत पनि मुद्दा गर्नु, यो क्राइमको रूपमा हेरेर मुद्दा गर्ने अथवा ब्याङ्किङ लेनदेन व्यवहार सम्बन्धी नतिरेको कुरा जोडेर गर्ने अथवा विशेष कानुन अनुसार रहेर गर्ने भन्ने कुरा थियो। अहिले चाहिँ यो दुइटै तर्फबाट गर्न सकिन्छ। प्रहरीमा जारी दिएर पनि मुद्दा दर्ता गर्न सकिन्छ भने कानुन व्यवसायिकामा र कानुनमा चेक अनादर मुद्दा राखेर पनि अदालत जान सकिन्छ। विनिमय अधिकार ऐन 2034 ले चेक, प्रतिज्ञापत्र, विनिमय पत्र र ड्राफ्टको प्रयोगदेखि हस्तान्तरण, भुक्तानी, अनादर, सूचना, प्रमाणीकरण, दायित्व सम्बन्धका सम्पूर्ण कानुनी व्यवस्था समेटेको छ। ब्याङ्किङ कार्यलाई सुरक्षित, विश्वसनीय र कानुनी रूपमा व्यवस्थित बनाउन यो ऐन अत्यन्त महत्त्वपूर्ण मानिन्छ। त्यसकारणले यो विनिमय अधिकार ऐन 2034 लाई टेकेर चेकको कुरा गर्ने हो भने चाहिँ हामीले चेक काटिसकेपछि चेकमा पैसा छ भन्ने हामीले बुझ्नुपर्छ। नभए जसले चेक लिनुभएको छ उहाँले त्यसलाई अनादर गराएर कानुन बमोजिम कारबाही गर्न सक्ने अवस्था हुन्छ। त्यसकारणले हामीले चेकलाई रेस्पेक्ट गर्नु पऱ्यो। चेक पैसा हो भन्ने सम्झिनु पऱ्यो। चेक काट्दाखेरि खातामा एकाउन्टमा पैसा छ छैन बुझ्नु पऱ्यो। रहेछ भने मात्रै काट्नु पऱ्यो। अनुमानका बरमा कसैलाई सुरक्षाको दिएको छु अथवा सुरक्षाको लागि भनेर चेक काट्न दिनु भएन। चेक दिने कुरा गर्दाखेरि चेकको कारोबारको आधारमा, व्यवसायको प्रकृतिको आधारमा चेक काट्न सकिने भयो। तर चेक काट्दाखेरि चेकको प्रकृति के हो त भन्दा चेक काट्ने बित्तिकै ब्याङ्कमा जाँदा साटिनुपर्छ भन्ने अर्थ हुन्छ। कारण त्यो साटिएन भने ठगीजन्य कसुर पनि हुनसक्छ अथवा एक्सचेन्ज सम्बन्धी कानुनमा चाहिँ कानुन सम्मत काम नगरेको भनेर पनि भन्न सक्ने अवस्था हुन्छ। त्यसकारणले चेकको मर्यादा, ब्याङ्किङ मर्यादा र ब्याङ्किङ विश्वसनीयतालाई कायम गर्नको लागि काम गर्नुपर्ने हुन्छ। तपाईँले दिएको चेक कसैले साट्दाखेरि साटिएन भने 3 चोटि डिसनर गरेर तपाईँलाई सूचना दिएर अदालतमा गएर मुद्दा दर्ता गर्न सकिन्छ अथवा प्रहरीमा जारी मार्फत तपाईँलाई मुद्दा आउन सक्ने खतरा हुन्छ। त्यसकारणले चेक अनादर सम्बन्धी कानुन र चेकका प्रोसेसहरू जान्न आवश्यक छ। र ब्याङ्कमा पैसा छैन भने चेक साट्न, चेक काट्नु हुँदैन। चेक हेर्दा काटेर 2-4 दिन मिलाउँछु नि भन्दै खसियो भने त्यो चेकले तपाईँको श्री सम्पत्ति, तपाईँको प्रेस्टिज, मान पनि डुबाउन सक्ने हुन्छ। त्यसकारणले चेक काट्दाखेरि सावधानीपूर्वक, होसियारपूर्वक, जेन्युन किसिमले सही को आधारमा चेक काट्नुहोस्। कसैलाई टार्ने, छल्ने, ठग्ने, झुक्याउने आधारमा गर्नु भने तपाईँ चाहिँ कानुनी फन्दामा पर्न सक्ने खतरा रहन्छ। त्यसकारणले चेक एउटा रेस्पेक्टेबल इन्स्ट्रुमेन्ट हो, ब्याङ्किङ इन्स्ट्रुमेन्ट हो, जुनलाई राइट किसिमले चलायो भने काम गर्छ, राइट किसिमले चलाएन भने आफूलाई हार्म गर्छ। त्यसकारणले चेक र ब्याङ्किङ कसुर विनिमय पत्र ऐनसँग एसोसिएट गर्न सकिन्छ भने चेकका 2 किसिमले मुद्दा जान सकिन्छ। एउटा जारी, प्रहरीबाट जारी दिएर पनि चेक अनादर मुद्दा चेकको मुद्दा ब्याङ्किङ कसुर मार्फत जान सकिन्छ भने यता अदालतमाबाट सिधै गएर कानुन व्यवसायको सल्लाह मुताबिक अदालतमा गएर पनि ब्याङ्किङ कसुर मुद्दा राख्न सकिन्छ। त्यसकारण ब्याङ्किङ कसुर चेक अनादर मुद्दा राख्न सकिन्छ। यसो भन्दै तपाईँले सोधेको विषय जानकारी प्राप्त भयो होला भन्ने चाहन्छु र तपाईँले फेरि पनि सेयर, सब्सक्राइब र यो विषयलाई कमेन्ट गरिदिनु होला। अझै केही थप जानकारी प्राप्त गर्नु छ भने मलाई अझै लेखी पठाइदिनु होला। सकेसम्म तपाईँले दिएका विषयहरू, तपाईँका चासोका विषयहरू, तपाईँहरूका लिगल इस्युहरू छन् भने पठाउनु होला। त्यसलाई हामीले कानुनी रूपमा तपाईँलाई कानुनमा के छ भनेर यसरी नै छोटो क्लिप तयार गरेर पठाइदिनेछौँ, युट्युबमा राखिदिनेछौँ। अहिलेसम्म तपाईँहरूले सुनिदिनु भयो, हेरिदिनु भयो, बुझिदिनु भयो। तपाईँहरू सबैलाई धन्यवाद। हस्त, आज बिदा, नमस्कार।